ल हामी रामपुर जाँदैछौँ है त। हाम्रो अब सधैँ जस्तो अध्यक्षज्यू हुनुहुन्छ कि अरे ल पछाडि हाम्रो ह्यान्डसमहरू चुलबुले सुनिलजी पनि साथमा। चुलबुले सुनिल हामी अहिले आर्य भन्ज्याङ आइपुगेका छौँ। यो पुरानो बजार पोखरा सडक खण्डको हामी थोरै अगाडिबाट कालीगण्डकी करिडोर हुँदै रामपुरतिर चाहिँ पुग्नेछौँ। गाडी चलाउने काम चाहिँ गतिलो होइन कि यता हेर्न पनि पाइएन, बोल्न पनि पाइएन। बोले भएर सबै फेरि अत्तै गइन्छ। ल अब हाम्रो अर्को दाजु पनि पिपल डाँडाबाट। ल यता राम्री जाने यो कालीगण्डकी करिडोर। हामी चाहिँ रामपुरको लागि यता लाग्यो है त। कुन गाउँ गएर दाजु माथिको? यो चाहिँ सुनादी हो है, त्यहाँ तरकारी खेतीको लागि प्रसिद्ध छ। ल हामी रामपुरबाट कहाँ जाँदै काम गरेर सुनिन्छ? हामी रामपुरको एउटा उत्कृष्ट कार्य मध्येको एउटा ज्येष्ठ नागरिक शिक्षालय विद्यालय छ, त्यसको अध्ययन अनुगमन बुढाबुढीको एउटा ट्याक्क लाएर भविष्यमा त्यही स्कुलमा आउनुपर्ने हिसाबले ल हामी कस्तो छ हजुरहरूलाई देखाउँछौँ है त। हामी ठ्याक्क नगरपालिकाबाट अब बेचाड बजार हुँदै अब गण्डकी भित्र जाँदैछौँ। जीवन सर ठिक छ। हामी अब घुमिरहेछौँ भन्दा नि हामी मासिक बैठकमा आएको रामपुर नगरपालिका। अब ट्याक्क हामी विशेष सरकार उहाँको ज्येष्ठ नागरिक स्कुल हेर्न जाँदैछौँ। ल है ल यतैबाट यहाँ हिँड्ने पनि हुन्छ। यो रामपुर नगरपालिकाको मुख्य केन्द्र परेड घुमेर त हिँड्नु छ। थोरै बाटो चाहिँ दाजे यो ज्येष्ठ स्कुल जाने कता हो? ज्येष्ठ नागरिक स्कुल छ नि। ल सुनिल सरको मितुवाको घरतिर रहेछ यो रामघाट। अब उहाँले डिरेक्सन बताउनुहुन्छ। अब यहाँ मरेका मान्छेले भोट हाल्ने ठाउँ त्यहाँ अरे। रामघाट धाम हामी यो रामघाट धामभित्र जाँदैछौँ। यहाँ ज्येष्ठ नागरिकहरूलाई एउटा स्कुल पनि, यहाँ आउने भजन कीर्तन गर्ने, स्वास्थ्य जाँच गर्ने लगायतको यो रामपुर नगरपालिकाबाट यो कार्यक्रम पनि छ भन्ने सुनेको भएर हामी यहाँ घुम्न आइरहेछौँ। हेरौँ आज बिदाको दिन स्कुल त बन्द होला, त्यही पनि यहाँ हामी मान्छेहरू चाहिँ देख्न सक्छ। यहाँ पिकनिक कार्यक्रम पनि चलिरहेको छ जस्तो छ। यहाँ रामघाट सम्बन्धी किम्बदन्ती पनि हामीले हेर्न सक्छौँ। यो ज्येष्ठ नागरिक ज्ञान केन्द्र रामघाट धाम। रामपुर ज्येष्ठ नागरिक स्कुल यो रामपुर नगरपालिकाबाट सञ्चालित छ।
आध्यात्मिक कला थेरापी पनि हल्लाइरहेको छ होइन पुरा हात अलि यसरी लुलो गराउने हो कि अनि उहाँको कहाँ यस्तो थेरापी गर्ने ज्येष्ठ नारीहरू यहाँ बस्दा व्यायाम गर्ने व्यवस्था पनि छ पहिल्यै तोकिएको थियो यो ज्येष्ठ नागरिक स्कुल खोल्नुको चाहिँ उद्देश्य भनेको ज्येष्ठ नागरिकहरूको र चाहिँ दिनचर्यालाई सहज गराउनको चाहिँ निमित्त स्थापना चाहिँ गरिएको यो स्कुल हो र ज्येष्ठ नागरिक आमा बुवाहरू घरमा दिनभरि चाहिँ बस्दाखेरि न्यास्रो हुने भएको हुनाले उहाँहरूलाई एक दिनै यहाँ ल्याउने, यहाँ लिएर आइसकेपछि धार्मिक प्रवचन कथा श्रवण गराइन्छ अनि पछि चाहिँ गएर योग साधना ध्यान पनि चाहिँ हामीले कार्यक्रम सञ्चालन गर्छौँ अनि मनोरञ्जनात्मक चाहिँ कार्यक्रम सञ्चालन गर्छौँ अनि पछि चाहिँ गएर 2:30 बजेतिर हाम्रो खाजाको चाहिँ व्यवस्था हुन्छ खाजा खाइसकेपछि उहाँहरूलाई चाहिँ फेरि आफ्नो गन्तव्यमा बसद्वारा चाहिँ लग्ने हाम्रो कार्यक्रम चाहिँ छ हाम्रो यहाँ एकजना चाहिँ निरन्तर स्वास्थ्य चाहिँ कर्मी रहनुहुन्छ र चाहिँ स्वास्थ्य परीक्षणको पनि व्यवस्था चाहिँ छ सामान्य चाहिँ औषधिहरू यहीबाट उपलब्ध हुन्छ हामीले यहाँ महिनामा चाहिँ एकचोटि अब नगरपालिकासँग ज्येष्ठ नागरिक भन्ने कार्यक्रम पनि चाहिँ राखेका चाहिँ छौँ नगरपालिकाबाट नगर प्रमुख उपप्रमुख वडा अध्यक्ष यहाँ आएर आमा बुवाहरूको चाहिँ समस्याहरू गुनासोहरू सुन्नुहुन्छ र चाहिँ नगरपालिकामा भएका कार्यक्रमहरू पनि ज्येष्ठ नागरिकको चाहिँ निम्ति भएका कार्यक्रमहरूको बारेमा पनि उहाँहरूलाई चाहिँ जानकारी चाहिँ गराउनुहुन्छ नगरपालिकालाई चाहिँ 3 भागमा चाहिँ वर्गीकरण गरिएको छ र एक भागबाट चाहिँ 2 दिन आउनुहुन्छ यसरी चाहिँ 6 दिनसम्म चाहिँ हाम्रो क्लास हुन्छ भने आइतबारको दिन आज क्लास चाहिँ छैन हाम्रो चाहिँ यहाँ एकजना स्वामी महाराजजी हुनुहुन्छ उहाँले चाहिँ कथा प्रवचन चाहिँ गराउनुहुन्छ खर्च व्यवस्थापन यहाँको कसरी गर्नु भइरहेको अब यो खर्च व्यवस्थापन हजुरले चाहिँ त्यहाँ अगाडि चाहिँ बोर्डमा पनि चाहिँ देखिसक्नुभयो यो यति बेला नितान्त नगरपालिकाद्वारा चाहिँ सञ्चालित चाहिँ ज्येष्ठ नागरिक स्कुल हो यतिखेरसम्म चाहिँ सबै चाहिँ स्कुलमा भएको चाहिँ खर्च नगरपालिकाद्वारा चाहिँ बिहोर्ने चाहिँ गरेको चाहिँ छ जेनजीहरू आफ्नै मस्त छन् ल दाजुहरू ल है हामी तपाईँलाई हस् हस् ल जानकारी गर्नु कति राम्रो यो मन्दिर कति पुरानो गरे 200 वर्ष यो घर चाहिँ 200 वर्ष पुरानो भन्ने कथन रहेछ जसलाई संरक्षण गरेर राखिरहेको यहाँ रामहरू आएर भात पकाएर खाएको भन्ने पनि छ चुलो पनि छ हामी चुलो हजुरलाई देखाउँछौँ है त हामी रामघाट दर्शन गरेर सकिसकेका छौँ कस्तो लाग्यो हाम्रो साथीहरूलाई सुनिल सर अच्छा छ ल ज्येष्ठ नागरिकहरूलाई चाहिँ प्रेस्टलमा आउनुपर्ने यो अति आवश्यक कुरा छ महसुस यहाँ आसी हुन्छ आउनुपर्ने र अरू पालिकाले आएर हेर्ने सिक्नुपर्छ यो अहिले सबै छोराछोरी विदेश पनि बाबुआमालाई एउटा समय बिताउनु कसरी भनिरहेको अवस्थामा यसले एउटा केही न केही शिक्षा दिन्छ यहाँ विद्यालयमा त नभए एउटा थेरापीहरूको कुरा पनि रहेछ जुन थेरापीले एउटा स्वास्थ्यलाई एउटा मजबुत शरीर बनाउन लाग्ने सहयोग हुने खालको चाहिँ देखियो त्यहाँको बारेमा बुझियो 200 वर्ष पुरानो मन्दिर पनि हेरी अब हामी यहाँबाट ताल पोखरा हिँड्यौँ अब हाम्रो टोली ताल पोखरा के छ ताल पोखरामा